कोच मारेको त त्यहाँ अब यहाँ के बेच्यो लड्डु पनि आखिर हो कति महँगा भनेको त कति कति रहेछ केतुमा कुन चाहिँ हो सिरानको ए डङ्गरलाई फुल त थोरै भइसक्यो बस यहाँ को लाग्ने दुई भाइ नै बस्छ दुई भाइ नै बस्छ अब बुढाबुढीलाई पछि अहिले खोज्दै नि भाइ बहिनी चिसो हुन्छ कि अहिले मैले भनेको तपाईँले साट्नु ठुलो मान्छेबाट लाउने हो त्यो त लाउने हो अब घुम्ने कता हो पानी घुम्ने हो सबै खासै अब म पनि त्यो उहिले गरेको सम्झना मात्रै हो कि तीनचोटि एक भयो त्यसैलाई एक भयो पैसा भयो जानी पाउँछ होला नि मैले नि देखेको पाउँछ पाउँछ अहिले क्रिसमसको पाउँछ अहिले अब यो वर्ष नकिन अब क्रिसमस गएपछि किन सेलमा झन् सस्तो पाउँछ यो वर्ष नेपाल जस्तो बिग्रिँदैन नेपालमा पहिला त्यहाँबाट हामीले फोर्ने हो के हो त त्यहाँदेखि पहिला तिनजनाले गर्नु मलाई त होइन सबैलाई के पनि छोरै हो नि यही फोर्न जाने म फेरि त्यहाँदेखि मागेर उयो कसरी गर्नु पर्यो त मनमा नै हो नि फेरि ठ्याक्कै लाग्छ कि नगराउ न हो भनेको मनमा नै दिएको हेर्दा टेकु दाइलाई पापे लागेर दिएको तिमीलाई गर है पर्छ के बुहारीलाई टिका लगाएको नि यहीँ तपाईँहरू लगाइदिनु मात्रै हाम्रो त लगाइदिँदैन के अरे त भाइहरूलाई मात्रै लगाइदिन्छ के अरे दाइ भाइहरूले हामीले त सधैँ हो नि के अर्को वर्ष त सिकाउनु पर्दैन के जान्नुहुन्छ नेपाली अब गएर फुटालेर मलाई टिका हो टेकु दाइको पहिला भिजेको लिनु जडाममै फुटाल्दैन के अरे हागरी जाम कि पछाडि हागरी हो नि ढोका बाहिर होइन हा दिदी ढोका बाहिर छ होइन ढोका बाहिर के अरे ल खेतमा आउन
के फोटो खिच्ने हो ल ल ल ल पायो ल यहाँ एकदम चकिलो हाल्नु फेरि ओके यहाँ उ गर्नु पर्ने हो त्यो सिलुटा भाँचिन्छ ल है खारो गरे पच्चैमा देखेछु ल अब अर्को फेरि नेक्स्ट कस्तो फेरि आएको भाउ अब विजयको बन्द गर्नु ढोका ढोका बन्द गर्ने हो फोन दिएर होइन अहिले बन्द गर्ने होला नि त एकछिन एकछिन ल यो अब दोस्रो सेकेन्ड भाइको यो विजयको के भनेर भन्न पर्छ ल ल जा कहिले पनि नराम्रो नहोस् के हो भन्छ के जेमराजको एमराजको टाउको फुटालेको भन्छ कि अब भावनाको हो भावना ट्राभल गरेको आज लन्डन अब लन्डन जाँदाखेरि भयो उता डन्डा सबै फेरि उतै लडा गइन्छ फुटाल्ने कुरा फुटाल्ने राख्यो त्यहीँ राख्ने हुँदैन एकछिन त कसैले लानु ल म गरिदिन्छु ढोका सर फुल पनि हो यो भावना राख्यो अब टेकुलाई तेल लगाइदिने अनि रोप्यो होला अब त टिकाबाट सुरु गर्न ल अब टिकाबाट सुरु हो टिकाबाट सुरु हो नि त अब त तेल लगाइदिनु होइन अब टिका लगाएपछि कसले तेल अनि टोपी हो कि टिका लगाइदिनु पर्यो कता हो टेको पाक्लो भन्छ फेरि अलि अगाडि राख्नु ठिक छ ठ्याच्चवाला गर्ने ठ्याच्च त हुन्न केटाहरूलाई त बरु लामो एउटा गरिदिन्छु के है पाक्लो भन्छ है पातलो भयो नि कम्पिटिसन हुन्थ्यो उहाँ कसले राम्रो लाग्छ मसिनो पार्नुपर्छ क्या त्यो पिठो त ए पातलाई दुलो छेडेर गरेर भ्याट्ट लगाइदिन्थे राम्रै भएछ के हुन्छ कि टकटक गऱ्यो अन्त दामी भयो त्यही नै राम्रै गर्छ कि हामी भात के अरे टोपी भने गुएकिरा जस्तै सानो साइज चाहिँ पाएन भने त अहिले नि नहुने रहेछ साइज हामीले लिएर आएको गुएकिरा नेपालबाट लियो नि लिएर आएको थियो नि दिदीले किनेछ भने ल्याइदिएन सानो भयो त ट्रान्जीको त ठिकै हुन्छ होला भाइ छैन त्यसको नि उयो सानो चाहिन्छ जत्तिकै रहेछ ठिकै छ क्या टोपी एकछिन लाउने हो भयो पनि त्यो टोपी लाउँदा अहिले हाँस्छ नि भएन त्यो पार्ट नकाट्नु है त्यो त हाल्नुपर्छ दुईटैको सानोहरू पनि विजयको मात्रै अलिक लाग्यो के अरे पाँचवटा टोपी कस्तो भयो भाइ होइन ठिकै राम्रै छ नि दामी हो राम्रो भएछ क्या पोहोर पर एन्जेलालाई जिस्काएको त झन् एन्जिला पहिला त यहीँ थियो तेल घस्ने त पहिला हो टिका लगाएर महिना पहिला तेल घस्ने हो नि अब क्यान्सल भयो फेरि साथीको हो के टोपी अनि अलि सानो दिनु ठिकै छ ए ठिकै छ एकदम ठिकै भएछ नि ऊ रेट भन्छ त अहिले त कपाल काटेर पनि हो कि पोहोरको सट्टा कपालले लाउने कट छ के रे यो ठिकै भएछ यहाँ मालाहरू लगाइदिइहाल्यो लगाइदिउँ है माला लगाइदिए कि टेकुलाई भ्याएर माला लगाइदिनु यसो पैसा सैसा दिनु मिलाइ टिका लगायो पहिला तेल लाउनुपर्छ अब विजयलाई त्यसो गर्छु कसले हो टिका लगाएर म त होइन पहिला तेल लगाउने एउटा छ नि यहाँ फुल लगाइदिए अनि मिठाई दिनु तिम्रो दानी ल यता ए लड्डु पनि हो ए त्यही त अब सबै काम भएपछि मिठाई एउटा फुल खाइन्छ त्यही हो
कुन खान्छ हातले दिउँ है हो त्यसो चम्चा दुईवटा होला ए हातमै हात थापेछ ल भयो न अब फुलसुल त भयो होला नि भयो अब एउटा गिफ्ट दिन पर्यो मैले गिफ्ट त होइन होला नि हामीले होला नि दिनु त हो आज ऊ भाइ मसला रोटी छ है उता बिर्सेला रोटी अब म यहाँ राखेर अब ढोक्छु है ढोक्नु पर्यो नि त नि आज त गनाकै खुट्टा भयो नि धेरै धेरै आशीर्वाद निरोगी रहनु रहनु ल अब यहाँ विजयको पाना अब अब दिदीहरूलाई अब बिजरा लाउँदै गरौँ म बिजर लगाइदिनु मेरो त सकिन हामीलाई त हामीलाई मेरो फोन ठिक छ दुईटाले ढाक ढाक गर्दै त्यो त त्यही राख्दै हुन्छ नि त्यो भरे उठाएर लय हुन्छ क्या आउनु त अब टिका लाउनु पर्यो होइन होइन मेरो पक्ष त्यसको त कपालले हामी त तास हेर्न जाने जानु जानु तास खेलेको हेर्न जाने क्या अब यही बाटो जानु जाने त्यही भएर निस्केको दिपेनलाई फेरि भात अन गरिराख्नुपर्छ कि आएन है त्यो अब एकछिन झ्याम्म गफ गरेर त्यो त जान्छ अब काममा छुट्टी टिका लाउने भए पो एनजीलाई दिदीसँग आफू त लाउने नि ल भएन ल है एउटा गिफ्ट छ कि ए पर्दैन सबैजना बिरालिने ल न भएन ल ल हुन्छ ल ल हुन्छ ल थ्याङ्क यू ल ल अब यता बसौँ होइन अस्तिको वर्ष गयो रमाइलो लागेन म त खेल्नेहरूलाई रमाइलो हुन्छ नाम दिदी नचिन्नेर हो के नाम दिदी थिएन यो त त्यो होला नि सेतो अलिक कम्ती भयो के हो राल्छी हो नि त सेतो राम्रै भएछ हौ मायामा ठिकै छ धर के आइना हेर्छु ल अब भोक लागिसक्यो अब के बनाएर ठुलो रहेछ ठिकै छ ओहो भयङ्कर भयो ए टोपीले त टिकै उडायो तेरो त के भन्दा ठ्याक्क भयो काममा जानुपर्छ खत्रै भयो ठिक्क भयो टोपी त यस्तो त टाउकै त्यस्तो ठिक हो छ के? म मिलाउँछु कि होइन के टेकुको मेरो चाहिँ सानो छ टाउको सानो रहेछ कि सानो साइज कपाल सानो कपालले मलाई छोडिदिनु म मिले मिलाउँछु है टेकुले ठ्याक्क मिले यसको भनेको सुन्थेँ कि मैले पदमको भन्दा ठुलो आज के भयो सेतो टिका अलि थोरै भइगएछ के यसको त त्यत्तरी है त्यही भनेको ल ठिक छ फेरि त खाना आउने अब खानै पर्छ के ओके ए पढे कुन खान्छ जुन दिने धेरै त खाना भयो सानो ल भाइ मसला हो रे यो रोटी त उतै छ है थ्याङ्क यू होइन अहिले तिमीले सकेपछि मात्र ओके यु नो यु नो तर बोल्नु निस्किन्थ्यो कि बोल्दा बोल्दै निस्किगयो क्या आज त्यो त्यसको साथी होइन कि त्यो साथी भए त झन् निस्किन्थ्यो साथी फेरि खाना आमाले त्यो भन्दा घरै हो नि घोचे हो त्यो पछाडिको भेषमाथि अब भाँडालाई त थाच्छ नि त गोलो बनाइदिए त्यसले लगाइदिनु पर्यो के हातले हुन्छ के हातले हुन्छ जे गरे नि गोलो
भावनाले नि मधेसको घाम तल महिनाको बाक्लो हुन्थ्यो पनि स्वर्गै थियो नि पर हामी जाँदा त हामी जाँदा त खास मधेस जाने चाहिँ मङ्सिरमा र फागुनमा हो के ठिक हो टाइम मक्सीमै गयो अनि पानी थपिदिनु पर्छ कि टङ्काहरूलाई लाउँदा झन् भावना हैन साह्रै भन्छ हैन ठिकै छ सुकेछ हैन हैन ठिकै छ कि मैले हेर्दा ठिक छ त्यो यसरी घोलेर लगाएँ दुईजना सप्तरङ्गी टिका लगाएर के हो भन्थे सबै सुन्ने पानी छ नि नि नभए त्यसै लाउँछ दाजुभाइलाई ओखर त बिहानै आएर फोर्ने हो ओखर हाम्रो घर आएर फोर्ने मैले लाउँदै होइन साँच्चै हो आइले गएर फुटनी राख्नु त्यो गरे नि हामीले गोरा फुटाल्ने अब होइन के घोडे खाने आउँथेन बिहानै घोडे खाने आउँथेन ठुलो खाने बिहानै टिका मानलाई त्यो मानिलै पाउँदाखेरि पाएपछि आशीर्वाद दिइसक्यो दिदीलाई भयो यो यो यता यता बुहारीकोलाई यो दिदीको भयो यो भयो त्यो गरेको हो कि यो ए यो भइसक्यो ल अब फोन आयो तपाईँको यहाँ होला फोन ए टिपेनले होला जाऊ हो त्यो हामी हामीले त केही किन्दैन यार हामीले त केही किन्दैन माइला यो क्ल्यारिसा र माइलीलाई यो माइलीलाई यो क्ल्यारिसालाई होइन अहिले राखिराख्न त ओ यहाँ है ए ल आऊ यहाँ खाना मोती बजे गएर कहाँ होइन अरे क्यान्सल गरे ए झन् मजा भयो त रहेछ त्यसले गरे कि उतबाट गरे पहिले गरे कि ए सधैँ त ढिलो छिटो आउँथ्यो र ल राखेँ नेपालीहरू छुट्या बसेर झन् आज बोलाउनु पर्ने नि के गरे अलि त बस है दिदी ल बस यो कहाँ बस आइए बाबा खाना हाल्दै गर्ने ओखर पर्ने कुरा त्यहाँ भावनालाई दिनु है ओखर पर्ने पहिला तिहार पनि बिचरा उता मिस हुने होला घरमा अन्त बिजय हामी पहिलो खेल्ने ग्रुप कोकोला मिसाउने कोकोला नमिसाउने के खायो भन्दा उसेको चटनी होइन त्यो त दसैँमा मुलामा खायो बटाको तिहारमै हो कि के हो के खायो भनेर उसेको छ हामीलाई पनि खिच्दैन है कि दिदी हामी चिन्तालाई अहिले खिच्ने हो कि बाहिर सबै ग्रुपमा बसेर खिच्ने त्यो आज त यतातिर खिच्नु पर्ला ठाकुरले ठाकुरले ठाकुर त गोरा भइसक्यो गोरा गोरा भयो के अर्कैमा गयो त
छैन होइन नभए नि लाउनु कि यहाँ त गर्दैन तर अब मैले देखाउनु नलाएको भएर हो क्या यहाँ राखेको त गुल्टी गयो कि बिस्तारै नातो हतार यो त हाडै हो के अरे दाँते हो हाडै हो सुत्केर तल पुग्ने हाम्रो के अरे फानेको आँखै देख्तिर त्यो ढोकाको उमा त खोपेटै थियो नि त्यो हाल्दा ठोकी 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 हो वर्षै पछि ठोकी हाम्रो त लोकल हो नि त यहाँको धेरै यस्तो यो त अब यहाँको बोरा ओखा हामी त वहाँ के अरे साह्रो नसाह्रो टिप्न जान्थे है दाइ ढुङ्गाले फोड्छ नि नेपालतिर कता यहाँको त 50 अहिले त यस्तै खेती लाएर होइन नि त नेपालमा लेखतिर कि देखातिर मजाले पहिला तेल लगाइदिनु रे पहिला तेल लगाइदियो यो त मेरो पो रहेछ बाबुको यता छ पहिला तेल लगाइदियो त्यहाँबाट तेल लगाएपछि टिका पानी घुम्यो गोबी ए अनि धेरै आएन नि यो त अनि एरियाला छैन निराश निकोलसहरु भएन अर्को वर्ष हाम्रो गर्नु पर्ला मेरो पालो हो गरे हैन तपाईहरु आउने टीका लाउने घर चाहिँ भेन्यु चाहिँ छुट्टी लिन्छ कि नेपाल अब यो वर्ष त नेपाल जाइन्न छुट्टी मनाइन्छ नत्र जानु मन नलाउने के है हामीले छुट्टी हामीले पहिले लेख्नु पर्छ बस्ने भावनाको ए हाम्रो त रोशनीको मात्रै खेल्यो 2 दिन अस्ति र हिजो यो त्यो यो शनिबार आउनु न हाम्रो हरा खेल्नलाई छुट्टी छ एक दिन मेरो भावनाको कान्छी अब खाना रेडी यहाँ सकेर अन्त विजयहरू कति 4 बजे जाने विजय छ टाइम 3 बजे खाए नि 1 घण्टा त खान अब 3:30 जना भात बसाल्छ अब भाइ र बुहारीको टिका लगाएपछि फोटो सेसन 3 बजेबाट खाएपछि 4 बजेसम्म खान्छ भोगला अब रेडी नगर माइले तातो तातो छ खाना तपाईले ऐना कहाँ हेर्यो थेच्चेछ के तेरो टिका त रङ्ग पनि त्यस्तै भयो ए दामी देख्दैछ अस्तिको वर्ष जस्तै भयो क्या अहिले त ठिक रह्यो यति अरे हेर ठिक छ तपाईँ पोर त मिलाउनु भएको थियो नि त पोर त कसरी ठिक छ यसको त अहिले त ठिक छ बिजेको त ठिकै भयो यहाँ बेला यो गरिदिनु त त्यो कस्तो हस् यतिकै स्वास के हो बाबा जस्तै देख्यो है यसको बाबा जस्तो देखेको क्या टोपी लाएर फुल लगाइदियो कानमा एक खुट्टा काट्न लगाइदिएको छैन अहिले बुहारी ल्याऊ भन्नु रोटी हुनु वर्ष थियो भने बर्के नआउने त्यसपछि हो हैन अहिले बुहारी र उसको एकैचोटि दिएको के को हैन मसला त पहिले ल अनि यसको यो पनि दिइहाल्छु वाइ पनि छ के कान्छीले पठाएको तँलाई नेपालबाट आएको होला नि त ठिकै छ नि त यसलाई मिठो पनि ए मिठाई कुन चाहिन्छ खानु त बलि लानु दिन्छु कि केही खानु बाल्दैन सानो बत्ती बाल्दै मधुर भयो ल बाल्दै बिजे दुईटै बाहिर अघि त घाममा आएको नि त कति मजाको घाम लाग्छ एकछिनमै हो त्यस्तो कतितिर नि घुमाउनु पर्यो नि बिदा थियो हैन हिजोबाट मेरो त भयंकर बिदा छ अझै छ आज बसिरहेको नि त्यही केटाकेटी आएर है बस्न त तास हेर्न जान्छ अनि जाने भयो बच्चाहरू जाने हो नेपाल त छुट्टी लिएर आउनु भयो कि अस्ति जस्तो रस पाउनु हो त्यो नेपाल त छुट्टी भयो टिका लाएर हिँडिहाल्नु फोटो खिच्दैन
खिच्ने अब बुहारीको खिचे सबैजना राम्रै गरी खिचिरहेछ अहिले ग्रुप खिचाउला नि कान्छाको त खै अस्ति खिच्यो भने कता हरायो आउँछ नि एडिट गर ए त्यो त बिचारा काममा गएको छ नि यहाँ मेरो नि 3टा रेडी छ टुबीको मेरो गायब भयो गायब नगर के त्यसरी नगर के छोटो छोटो भएर अरूले हेर्न पर्दैन के आफूले हेर्दै बस्ने हो नि पुरस्कारमा म त अस्ति म मेरो हेरेर म के बोले मै हाँस्दै बसिरहेको हो त नि एउटै हाँस्ने अहिले भन्दा अनि अझै लागेको रुममा आफै हेर्दै बस्नेले अहिले साइडमा एसिस्टेन्ट भयो अहिले उहाँ लन्डन टु ननीटनको एउटा त बाटोमै बन्थ्यो कि दुईटा बन्ने थियो आउँदा एउटा आउँदा एउटा आफै ड्राइभ गर्नुपर्ने होइन एसिस्टेन्ट छैन त्यसले गर्दा अब त भएन त्यसले गर्दा पर्दैन खाले के एन्जेलालाई बर्बादी नराम्रो लागिदिएको भन्दा मैले थेच्चा र थिची गर्थे क्रिस्टोले किन स्टप गर्यो टेरी भिडियो भन्दै थियो उस खान दियो ल चामा टिका अब टिका लाउँ ल अब लु अब बस अब यो यता अब ए यता राख यो तेरो भाइ मसला अब टिका ए फोटो खिच अब बाहिर जाको जा लत्रियो कि त्यस्तै हो बाहिर फोटो के हुन्न के ल पछाडि जानु जाम चिसो सबै कान्छाले खिच्नु चप्पल हामी खिचाइहाल्यो नि खिचौँ हामी त